गाइजहरु हामीहरु यहाँ कोरोला बोर्डर आइपुगेको छौं। यही हो बोर्डर। लाइन फोटो खिच्न लाइन बसिरहेको छौं। फोटो खिच्न लाइन हो यो कोरोला बोर्डर। माइलस्टोन प्लेट भएको है केही छैन यहाँ खासै यहाँ यस्तो छ। त्यसपछि यहाँ मार्केट छ चाइनिज मार्केट रे अनि त्यसपछि यहाँबाट आउने रहेछ अनि यहाँबाट चाहिँ गाडीहरु आउने रहेछ इभी गाडीहरु सबै जुन BYD को गाडीहरु आएको छ नि यहाँबाट आउने रहेछ। उतै हो इभी गाडीहरु आउने त्यहाँबाट चाहिँ तपाईको त्यो कालो गेटबाट चाहिँ इभी गाडीहरु आउने रहेछ। जति जुन नेपालमा आइरहेको छ नि अहिले सबै यहीँबाट आउनु हुन्छ ल। कोरोला बोर्डर यही हो। यो चाहिँ चेक पोस्ट रहेछ चाइनिजहरुको यहाँ छ। लगाइ चाहिँ अझै लाइनहरु बसिरहेछ हामीहरु लाइन बसिरहेछौँ। रविन्द्र कस्तो लाग्यो त यहाँ बोर्डर आएर? जस्तो छ यहाँ पुरै धुलै धुलो भएर बाटो त एकदम अफ रोड पुरै। यो चेक पोस्ट रहेछ चाइनिजको। त्यहाँ चाइनिज मार्केटलाई नि त्यहाँ लाइन बस्नुपर्ने रहेछ। सबैजना यहाँहरु मान्छेहरु हुँदैछ यहाँ आफ्नो आफ्नो मार्केटको। यस्तो रहेछ ल गाइज कोरोला बोर्डर भनेको यही हो केही छैन रहेछ। चिसो छ। अल्टिट्युड चाहिँ 4100 रहेछ। 4100 अल्टिट्युड। 4100 ठीक छ। बाइकमै आयो यार 4100। हेलो गाइज हामीहरु आज अब घामी भन्ने होटलमा बसेको छु। अप्पर मुस्ताङबाट फर्केको बाटो बिचसम्म अँध्यारो भयो। त्यसपछि अब हामीहरु यहाँ बस्न लागेको छौं हैन। एकदम चिसो छ। बल्ल बल्ल यो होटल पाएको छौं। लास्टै प्याक छ। कुनै होटल खाली छैन यो पाली। जाडो लाग्छ दाइ? किन जाडो छ यार? जाडो छ नि यहाँ त। दिदी एकदम राम्रो छ। खाना खान लाग्यो। लास्ट जाडो रहेछ नि यहाँ त। कामै छु म त। यसो तातो पानी आउँछ नि। भइहाल्छ नि यहाँ हुँदैन यार अचम्म छ यार। खाना एक ओहो स्याउ के? स्याउ र के रे? स्याउ एप्पल एप्पल हो एप्पल। लोकल नै हो। हैन अर्को चाहिँ के भन्नु? अर्को चाहिँ उवा भने उवा भने त्यो विट के विट। ए विट गाजा गाजा हैन के WHEAT के? ए विट भने गो भने बरु विट भने सिने के मैले त्यही छ। भन्छ के खान्छ? हान्नु एक लगाइछ हामी अर्को आयो थकाली बोर्डर पनि आज माथि हेर्दै खाउँ पनि छ यता। ल आफ्नो मात्र खिच होइन यहाँ सुरु गर्दैछु के हामी पनि खिच फेरि फाल्दै लाग्यो। फाल्ने हैन एउटा पनि भिडियो दिन्न नि मेरो मोबाइलमा चाहिँ गरेर सबै लाका भनेर डिलिट गर्दैछु सब। के भयो तपाईलाई? तिमीलाई त मैले जानेछु रुक न। भोलिबाट त बाँकी नै छ 4 दिन। प्याज छैन प्याज गाडी ल अब खाएँ है रेडी। हेलो गाइज गुड मर्निङ फ्रम हामीहरू हिजो बेलुका आइपुगेको थियो हामी होटेल एन्ड दिस इज द होटेल द्याट वी स्टेड yesterday हैन लोगामी होटेल। You can see the view here. This is the view. Mountains. दामी छ भ्यू चाहिँ। मौसम चाहिँ चिसो छ है गाइज चिसो। अब हामीहरू यहाँ आज एकछिनमा अब रेडी भएर हिँड्छौँ। आजको डेस्टिनेसन चाहिँ हाम्रो मुक्तिनाथ टेम्पल दर्शन गर्ने छ हैन।
त्यहाँ गएर अब मन्दिर दर्शन गरिन्छ। त्यसपछि दुम्बा लेक जाने प्लान छ। अनि त्यसपछि आज हाम्रो स्टे चाहिँ मार्फा भिलेजमा हुनेछ। मार्फामा हिजो होटेल पनि बुकिङ गरेको छ। धेरै मान्छे आएकोले होटेल पाउन नि गाह्रो छ, त्यही भएर हामीले हिजो नै बुकिङ गरेको थियो। यहाँ पनि धन्न हिजो पाएको ल बाटोमा नमनथाङमा होटेल पनि थिएन। अनि हिजो राति 7 बजीतिर 7 साढे 7 बजेर आइपुगेको हामीहरू। त्यसपछि बल्ल बल्ल एउटा रुम खाली रहेछ हामीलाई, धन्न। नत्र त हामी हिजै जोमसोम जाने प्लान थियो। अझ फेरि जोमसोम पनि यहाँबाट टाढा छ, 50 किलोमिटर छ अझै, पुरै अफ रोडको बाटो। हिजो अप्पर मुस्ताङमा बाट यहाँ एकदम अफ रोड पुरै। अल सेट फर राइड। हिजो अफ रोडको बाटोले त पुरै धुलै धुलै, हिजो लुगा सुगा सब ध्वस्त। लगाइसकेर हामी खाँदैछौँ चिया। मैले जाँदा यसको लगाउने बेला सबै सकिरहेको ल यहाँ छ। लगाइसकेर अब हामी हिँड्न लागेको छौँ। वी आर रेडी। अब हामी घामेबाट हिँड्न लाग्छौँ। बाबाई घामे। विल सी यु नेक्स्ट टाइम। सो नाउ विल सी यु इन मुक्तिनाथ। ओके, बाबाई। गाइस हामीहरू मुस्ताङमा मुक्तिनाथ कमेट टेम्पल दर्शन गर्न आएको छौँ। हामी छिरो यहाँ वी आर हियर। ल हामी अब मुस्ताङ मुक्तिनाथ आइपुग्यौँ। कस्तो भइरहेको थकाइ सासा हजुर। कस्तो फिल हुँदैछ सर? होटेलहरू यहाँको मुक्तिनाथ जाने बाटो अझ भनाइ गर्ने बाँकी छ। मन्दिर पुगेकै छैन, हामी त बजार बजार मुक्तिनाथ बजार। चढ्दैछौँ। भरेङ्गे हो भाइ चढ्दैछ भाइहरू। ल भरेङ चढ्दैछौँ। यो भ्यू द भ्यू। मुक्तिनाथ टेम्पल इज हियर गाइज। हामीहरू फाइनली वी आर डेस्टिनेसन पोइन्ट।
रहेछ कुण्ड ल आउने कुण्ड सेयर गाइस हामीहरू मुक्तिनाथ मन्दिर आइसकेका छौँ पेन्सियर धेरै भिड छ धारा यही रहेछ ल 108 धारा यहाँ वासमा राख्ने चाहिँ चेन्जहरू गर्ने चाहिँ ल गाइसहरु हामी मार्फा भिलेज आइपुगेको छौँ होटेल दि मायामा हैन अनि यो चाहिँ मार्फा भिलेज रहेछ यी वेलकम टु हिस्टोरिकल बेस मार्फा भिलेज भनेको यही रहेछ ल भोलि हामी यहाँ घुम्दैछौँ हामी दिस इज द होटेल वे आर स्टेइङ टुनाइट हैन रोडमै रहेछ ठ्याक्क सजिलो लोकेसन पनि इन्ट्रान्स पनि रहेछ ल हाम्रो रविन दाइ द ग्रेट बन्दाको आलु नखाने तर मुस्ताङको आलु चाहिँ खाने यस स्टाइल किन खाने भन्दा यो त मुस्ताङ आएकोले मुस्ताङ हात पर्फेक्ट गर न मुस्ताङ आएपछि मुस्ताङ आलु टेस्ट गर्नु परेन ओरिजिनल मैले त डुप्लिकेट मुस्ताङ खाना भएको भने यहाँ अब ओरिजिनल मुस्ताङ आलु टेस्ट यो पनि गुड मर्निङ गाइज आज हामी मार्फामा छौँ मार्फा भिलेजमा र यहाँ पानी परिरहेको छ हेरौँ गाइज हेर्नुहोस् न पानी परिरहेको छ यहाँ भ्यू मार्फा भिलेजमा हाम्रो बाइकहरू त्यहाँ छ बाइक धोइएछ दाइ सबै बाइकहरू फ्रेस भएको छ होटेल दिमाया होइन त होटेल दिमाया द वेदर यहाँ यस्तो दामी छ पानी परेको छ र मुक्तिनाथमा हिउँ परेको छ अनफर्चुनेटली वी मिस द स्नोफल हिजो बसेको बाइक चाहिँ एकदम चकाचक वास भएछ दोस्तो त्यो बाटो छ दोस्तो त्यो बाइक हेर्नुहोस् कतिवटा बाइक छ सबजना यहाँ हामीहरू र हामी हिजो बसेको होटेल चाहिँ यही हो होटेल दिमाया तपाईँहरू पनि अब बस्न चाहनुहुन्छ यहाँ आउनु एकदम रोडमै छ यो त सेन्टरमै मार्फा भिलेजको ल गाइजहरू हाम्रो ब्रेकफास्ट आयो ब्रेड अन्डा आलु हामी खान लगाएको छौँ डबल एग ल गाइजहरू हामी यहाँ मार्फामा छौँ थुक्पा खान लगाएको छौँ भेज हो है गाइस ताता भेज बोय आजको भेज बोय किन भेज रे आज मङ्गलबार हनुमान ए ओके एकदम चिसो मौसम छ त्यही भएर वी आर इटिङ थुक्पा ल गाइजहरू हामी यहाँ लोकल फार्म छिरेका छौँ एउटा चा खाउँ ल हाम्रोको दबाई हालेर हुन्छ नि मार्फाको लोकल स्याउ यही हो ल हजुर आर्य तारा कसरी हो किलो कसरी 150 200 150 रुपियाँ किलो यो 200 रुपियाँ किलो ए एउटा चाहिएर नानी खुर्सानी यो सबै लोकल हो यताको के हो यो चाहिँ ए स्याउको जुस कस्तो त फोरै फोर हो भित्र फोर हो कि के हो यस्तै खाने हो नानी के हो ए पिरो छ हल्ला खाने कति हो नि यसको चाहिँ 100 रुपियाँ ए इट इज बेटर टु गेट दिस वन पानी पर्दा पनि यसो घुम्न आएको छु होइन गल्लीतिर मार्फा भिलेज आज पानी परेकोले अब यसो यहाँ आउँछ नत्र यहाँ प्याँ गर्ने ठाउँ हो ल के छ यहाँ के छ यहाँ यहाँतिर पनि रहेछ भिडियो बनाउने होइन भिडियो बनाउने म आउँछु नि लगाइदियो यो जेरी गल्ली द फेमस जेरी गल्ली
चाहिँ यसो माछाहरू हेरेर आउँछौँ हामी यहाँ हजुर माछाहरू किन्न आएको छ हामीहरू यतातिर होलसेल छ भन्ने आएको हामीले त होलसेल हो होलसेलमा होइन बाहिरको रेट एउटै हुन्छ त स्याउको अचार पनि छ रहेछ यहाँ स्याउको अचार मार्फाको चिल्ली अचार टिमुरको छोप पनि यो चाहिँ मार्फाको एप्रिकोट जाम रे चलीको अचार रे मार्फा चिल्लीको चिल्ली चिल्ली ओखरे लोकल ल यो रे यो चाहिँ जाम ल हामीहरूले यो जिम्मु खान्छ मेरो त घरमै फल्छ मेरो त घरै फल्छ कति जिम्मु है अरू के छ राम्रो आइटम के लाउनु पर्ने छ छोटा हामीले यसलाई कति पर्छ यसको यसलाई के भन्छ के कोरा भन्दैन भाइ लाङटाङमा पनि खान्छ क्या हामीले थोरै मिसाएर यति पानी खाना खान्छौँ यहाँ सबैजना यहाँ खाना टाइम भइरहेको छ खाना खाँदैछौँ हामीहरू यहाँ यसमा ट्याक्क लाएर सुबाट ड्याम डम लाएर एकदम भोक लगाइरहेछ सो वेयर इटिङ इट स्याङ्गडा मासु अनि चिकन तर भोक चाहिँ लगाइदिएर अब हामी होटेलबाट फर्किन लागेको छौँ वी आर अलरेडी फर पोखरा हिजो हामी अड्केको थियो पानीले गर्दा आज पानी रोकियो सो नाउ वी आर रेडी टु गो मौसम एकदम चिसो छ हिँड्नु परिरहेको छ नाउ वी आर रेडी टु गो बाइक इज रेडी हिजो हाम्रो अब एक दिनको लस भयो भनौँ न अब हिजो अनफर्चुनेटली पानीले गर्दा हामी कहीँ पनि जानु घुम्न पाएन दामी भ्यू यार वाउ लगाइदिएर हामी यहाँ रुप्चे वाटरफल आएको छौँ होइन मेनतिर रुप्चे वाटरफल त्यो दामी छ भ्यू ड्रोनबाट भेटिसकेको रहेछ गाइस हाम्रो यहाँ होइन त्यहाँ हुन्छ अगाडि एकदम भेटिसक्यो यस्तो दामी भएको छ हिजो पानी परेर त्यो दामी भ्यू आएको छ द ब्युटी अफ द नेचर गाइजहरू हामी यो आज होटेल ट्युलिप पोखरा आइपुगेको छौँ अब हामीहरू हिँड्दैछौँ लेक साइडतिर पोखरामा जाँदैछौँ वी आर गोइङ हियर बाइकहरू यता पार्क गरेको छौँ होइन आर गोइङ दिस इज द होटेल यस्तो होटेल ल We are at Pokhara, last day of the trip. Last night of the trip. हेलो गाइज हामीहरू ल यहाँ लेक साइड पोखरातिर आइपुगेको छौँ यहाँसित भ्यू एकदम भिड छ यता लेक साइड घुम्न आएको छौँ हामीहरू होइन अब हेरौँ हाम्रो के हुन्छ अब कहाँ बसिन्छ सो बसेर खाने कुरा छ Into the view here. Going from Motkajia here. Motkajia खाना कुछ हामीहरू